20 पनि हेर्नु भने त्यसपछि चाहिँ त्यो तल हामी हेर्दै जान्छौँ भने त्यहाँनिर अन्द्रियास जो चाहिँ अन्द्रियास र त्यहाँनिर पत्रुस दुईजनाको जीवन चाहिँ परिवर्तन भएको कुराहरू देख्दछौँ। त्यतिखेर येशू ख्रिस्टले त्यसो भनिसकेपछि ओहो अनौठो विचार गर्यो येशू ख्रिस्ट के अरे पत्रुस र त्यो अन्द्रियासले चाहिँ ती दाजुभाइले चाहिँ अचम्म माने ओहो कस्तो खालको हौ मानिसहरू मछुवा तुलाउँछु भनेर एउटा उनीहरूको सोचाइमा उनीहरूकोलाई एउटा एकछिन त शान्त नि भइहाल्यो। उनीहरू चकित परे कस्तो खालको रहेछ हौ मानिसहरूमा मछुवा तुलाउँछु भन्नुभएको छ येशू ख्रिस्टले अनौठो लाग्यो। तर पनि येशू ख्रिस्ट त यहाँनिर तल हेरेर त्यो पढ्दै जाँदाखेरि थाहा हुन्छ कि ओहो यो पो रहेछ है मानिसहरूकोमा मछुवा तुलाउने छु भन्नुभएको अर्थ त यो रहेछ है भनेर यहाँनिर बुझ्दै जान्छ उनीहरूले है। उनीहरूले मानिसहरूको मछुवा भनेको तुलाउने छु भनेको परमेश्वरको राज्यमा चाहिँ अरू संसारमा भएको मानिसहरूले ल्याउनु त्यो ल्याउने तरिका चाहिँ येशू ख्रिस्टले सिकाउनुहुन्छ।